हेलो गाइज, नमस्ते सबैजनालाई। आज चाहिँ हामी बेगनास्थल जाँदैछौँ। बाटो चाहिँ भर्खर बन्न सुरु गरिरहेको छ। बाटो अझै पुरा भइसकेको छैन। धुलो चाहिँ एकदमै छ। बिचबिचमा भने कतै कतै फ्रिज भइसकेको छ बाटो चाहिँ। अहिले चाहिँ हामी बेगनास्थलको पार्किङमा हेलो, हामी बेगनास लेक घुम्न आएको, माछा मार्न आएको। माछा पाइएन हजुर। माछाले भोटी खोजेछ, भोटी पाइएन। खाउनु भएन। कहाँ हानेको यसरी हान्नु पर्छ क्या। मान्छे त छैन फेरि के को फल हो भन्ने कुरो थाहा भएन साथी हो। त्यसले हान्नु पर्छ। पाहाडको माथि माथि उटपट्याङ साथीहरू भएपछि के लाउँछ। माटेन त्यो हातले चिप्लेर त्यो कहाँ भाँचिन्छ भाँच्दै भाँचिन्छ आनी बाँध्दा धेरै मान्छे ट्राई गरिसक्यो होला भाँच्नको लागि भाँच्दैन। के गर्न आएको हामी चाहिँ माछा मार्न आएको। एउटा माछा मार्नेको ताल हेर्नुहोस् कस्तो छ। हेलो साथीहरू, हामी सबैजनाले माछा मार्ने आएको। मारे होइन, हेर्दै माछालाई भोटी ठुल्ठुला हामी बेगनास्थलको जङ्गलमा यो बाटोको इन्डिङसम्म आइयो। यहाँबाट चाहिँ त बाटो राम्रो छैन। यताबाट चाहिँ माझीकुना पुगिन्छ है। हजुर माछा मार्नु भयो मजाले। यहाँसम्म साइकल आउँदो रहेछ। साथीहरूले माछा मार्ने लोकेसन हेर्दैछन्। त्यही यहाँ माछा मारिराख्नु भएको छ। साथीहरूले पुरा हेरिरहेछन्। ढुकेर बसेका हेर, खुब हेरौँला भने भरे क्यामेरा हाली। जङ्गल सकेर निस्कियौँ हामी। हामी माछा खान जानेछौँ।
माछा चाहिँ कस्तो हुन्छ बेगनास तालको आउनुहोस् म देखाउने छु आज तपाईँहरूलाई माछा पनि आएन हावा चलेर धुलो पनि खाइयो साथीहरू हेर बेगनास तालको माछा खानलाई कुदेर बसेका 2 घण्टा भइसक्यो 1 घण्टा भइसक्यो भन्छन् लगभग 1 घण्टा पछि फाइनल्ली आयो गाइस बेगनास तालको माछा चुरा ए आमा हो